हेलो हेलो नमस्ते साथीहरु सबैजनालाई। हाम्रो नल काटिसकेको छ, आधी मात्रै छ साथीहरु। घाम लागेको छ। नानीले दोकानमा एक पाउ चिकन लिएर आइदिनु पर्यो के, त्यसको मुख मिठो भएको छैन नि त, ज्वरो आएर खाना नि खाएको छैन। हाम्रो यतातिर त फुल छ है, तिहार सक्यो भने साथीहरु। दोकान गएर एक पाउ मासु लिएर पकाइदिनु पर्यो, खान्छ कि खाँदैन। खान मन लाग्यो भनेको त अस्ति हो, तर ज्वरो आएको बेलामा चाहिँ खुवाउनु हुँदैन रे। धेरै नि खाँदैन फेरि, एक दुई पिस भए पुग्छ त्यसलाई। अनि कुकुर मुर्दार उहाँ बसेर रहेछ। तिहार सकिसक्यो, तर हेर्नु न हाम्रो गाउँमा कति धेरै फुल छ कि छैन फेरि तिनीहरूको दोकानमा। भर्खरै उठेर फ्रेस भएर अनि भात त पकाइसक्यो साथीहरु। तर तरकारी चाहिँ छोरीले आज त स्कुल लगिदिनु पर्ने होला। आज 3 दिन भयो कि स्कुल नगएको नि, ज्वरो आएर। अनि आज चाहिँ स्कुल लगिदिनु पर्छ जसरी भयो नि। लौ लौ पसलमा त कोही छैन नि त। दाइ चिकन छ र? अलिकति नि छैन, एक पाउ नि? हे तेरिका, गाह्रो पर्यो त जिन्दगीमा। अरु के छ त दोकानमा खानेकुरा? खानेकुरा त केही नि छैन होला, सकिएछ होला। नानी त हिस्सै पर्यो त अनि। बाबा एक कुरा, अरु के छ खानेकुराहरु त दोकानमा? चाउचाउ छ होला नि, करेन्ट दिनु न। खानेकुराहरु सिद्धे रहेछ क्या है। कति बजे आउँछ र मासु? भरे त आउँछ होला नि। त्यसो भए म एकछिनमा आउनु पर्ला लिन। नानीलाई बिचारा ज्वरो आएर के कति भयो खाना नखाएको। आज त स्कुल लगिदिने होला नि भनेर झन् लगेर यसो फ्राई गरेर दिनु पर्यो भनेको के रे। खै ठ्याक्कै सकिएको बेलामा परेछु के म त। नानीलाई ज्वरो आएर 3 दिन भयो हस्पिटलबाट लिएको। आज त स्कुल लगिदिने होला नि। ट्युसन हो बिहानमा, तर सकेन कि जान। अहिले 10 बजे स्कुलै पुर्याइदिनु पर्ला नि। स्कुलबाट टुर जाने भनेर पैसा उठाएको, नानी त ज्वरो आएर सकेन। अनि साथीहरु पसलमा मासु छैन रहेछ। म चाहिँ तल दोकानमा हिँडे नानीलाई यसो खानेकुराहरु लिनलाई। हाम्रो हेर्नु न, हाम्रो यतातिर कस्तो रमाइलो छ नि साथीहरु। पोखरा घुम्न आउनु भन्दा कोही पनि आउनुहुन्न, सायद बिजी भएर होला। सफा छ, कति धेरै फुलहरु छ के। तिहार सकियो, तर हेर्नु न फुलहरु दामी छ यहाँ, 12 मासे फुल। बच्चालाई घरमा एक्लै सुताइराखेको म चाहिँ के गर्नु, गाह्रो छ जिन्दगी फेरि। ज्वरो र रुगा खोकीमा चाउचाउहरु खानु हुन्छ कि हुँदैन साथीहरु? सल्लाह सुझाव दिनु पर्यो। मुख मिठो भएन भनेर केही खाएको छैन बच्चाले। मैले बिहान बिहानै 1 गिलास दुध चिया खाएँ। बच्चाले खान्थ्यो होला, त्यसलाई अब बिरामी भएछ, कहाँ दुध खान्दिन। रुगामा त झन् नाकको पार्छ अरे कि, त्यही भएर। उफ, चिया पिउनु भयो दिदी? नानीलाई एउटा के लगिदिने होला? करेन्ट चाउचाउ दिनु न, 100 रुपियाँको 2टा। सिगिस्तै छ के ज्वरो आएर। आज त स्कुल लगिदिने होला नि।
अस्ति नानी हेर्नु न त्यो रिजल्ट सुनेर आएपछि त बाटोमा एक्लै आएछ। म फेरि काम गर्दै थिएँ, झन्डै धलिना मम्मी भन्दै थियो। पछि त ज्वरो आएर गण्डकी लगेर ल्याइयो। सिकिस्ते चाहिँ आज त स्कुल पुऱ्याइदिने होला नि दिदी है, 3 दिन भयो नगएको। ट्युसन हो गरे लग्दिनँ कि ट्युसन त नसकेर अहिले 9:30 बजे लगिदिनु पर्ला। हेर्नु त त्यहाँ 100 रुपियाँ छ कि छैन, त्यही नि हेर्नु त पर्यो नि। छ अनि साथीहरू, म चाहिँ दिदीको पसलबाट करेन्ट चाउचाउ लिएर फर्किँदैछु कि अब यो चाउचाउ पकाएर अनि नानीलाई खुवाएर स्कुल पठाउनु पर्ला, किनभने ढिला हुन्छ नि त। पसल अलि तल नै छ, म हिँड्दैछु। वाउ कति राम्रो फुल! यो 12 मासे फुल त साथीहरू हाम्रो उता के गाउँ हुँदा पर्वतमा हुन्थ्यो नि त। अहिले चाहिँ हाम्रो घरमा चाहिँ छैन यस्तो फुल। यता पल्तिर छिमेकी आन्टीहरूको घरमा रहेछ कि कस्तो राम्रो फुल। गाउँको घरमा हुँदाखेरि त हाम्रो पनि कति फुल हुन्थ्यो त्यस्तो 12 मासे फुल्ने के। अनि हामीले फेरि साथीहरू त्यो फुलको रस हुँदो रहेछ कि गुलियो हुँदो रहेछ, चुस्दै फ्याल्दै गर्ने के गुलियो आउने। बाफ्रे धेरै। हाम्रोमा त अङ्खरामा हाल्नेलाई पनि छैन फुल त। यिनीहरूले नि कोदो त टिपेको छैन रहेछन्। के गर्नु, गाह्रो छ जिन्दगी। आँसु लिन गयो भनेर गएको। हिस्सै राम परियो। जिन्दगीले मलाई बिछोड अब के गर्नु, त्यो पसल पनि माथि जानुपर्छ क्या, अर्को पसल छन त उता माथि नै थियो कि क्या हो। मर्लक्कै भुलेछु साथीहरू। यी कुकुरहरू के साथीहरू बाटोको बिचैमा किन बस्छ होला के। गाडीहरू आउँदाखेरि हान्ला भन्ने डर पनि नहुने। कति धेरै, ओ माई गड। फेरि आउँछ 10-12 जना कुकुरहरू हाम्रै बारी लिएर आएर हगेर जान्छ कि, यस्तो रिस उठ्छ। हानौँ भने नि फेरि अर्काको कुकुर है। ओ माई कति धेरै कुकुर के, आमामामा। आउलस पिटै भेट्छस् पख। कति धेरै जस्तो नि, आमामामा। अच्छा अच्छा मुर्दरहरू बगलै आइरह। यता आएर हग्नु तेरो चाकमै हिर्काइदिन्छु लौरीले मैले। अर्काको घरतिर आउँदै हग्दै गर्ने यार कुकुरहरू पनि। आउलस यता पख। तेरो जताबाट घुमेर हाम्रै घरनिर आउँछ हग्छ कि। यो कुकुर कमको बाटो छ। कहाँ पुग्नु पर्यो है साथीहरू, बल्ल म घर आएँ। चप्पललाई बाहिर राख्नु पर्यो। यस्तो छ है साथीहरू जिन्दगी। यस्तो छ। हाम्रो पनि छ घर आइसक्यो नि त। फुल छ हाम्रो पनि। तिहारमा भएन, अहिले तिहार सकेर हेर्नु न फुल। यो ड्रागन फ्रुटहरू साथीहरू पल्ल यत्रो भयो कि। आए है साथीहरू, त मेरो बच्चा सुतिरहेको रहेछ कठै। ल इन गरे है साथीहरू अब।